So let's learn today what is binary search tree. Binary search tree चाहिँ एउटा डेटा स्ट्रक्चर एल्गोरिदम हो जसको हेल्पले चाहिँ हामीले डेटाहरू स्टोर गर्छ डेटाबेसमा. सो बेसिकली बाइनरी सर्च ट्रीमा चाहिँ एउटा प्यारेन्ट नोड हुन्छ जसको चाहिँ म्याक्सिमम दुईटा चाइल्ड चाहिँ हुन्छ. अनि बाइनरी सर्च ट्री चाहिँ यस्तो सर्टेड अर्डरमा हुन्छ कि जसको लेफ्ट साइडमा चाहिँ मतलब प्यारेन्ट जसलाई इक्जाम्पल 72 छ भने लेफ्ट साइडमा चाहिँ हमेशा प्यारेन्टको चाहिँ स्मल भ्याल्यु हुन्छ मतलब 32 अनि राइट साइडमा चाहिँ बिगर भ्याल्यु हुन्छ 13. सो बेसिकली बाइनरी सर्च ट्री चाहिँ एउटा डेटा स्ट्रक्चर हो जसको हेल्पले चाहिँ हामीले स्ट्रक्चर पारेर चाहिँ डेटाबेसमा स्टोर गर्छ. तर अब हामी यो बाइनरी सर्च ट्री र बाइनरी ट्रीको बिच चाहिँ एउटा डिफ्रेन्स थाहा हुनुपर्छ किनभने यो दुईटा एउटा हैन. बाइनरी ट्री मतलब चाहिँ के हो भने यो सेमै हो एउटा प्यारेन्ट नोड हुन्छ अनि त्यसको म्याक्सिमम दुईटा चाइल्ड चाहिँ हुन्छ दुईटा चाइल्ड मिनिमम 0 चाइल्ड. सो बेसिकली यसमा चाहिँ के हुन्छ भने इक्जाम्पल प्यारेन्ट नोड 72 छ भने यसमा चाहिँ सर्टेड अर्डर हुँदैन मतलब लेफ्ट अनि राइट भ्याल्युमा यता हुनै पर्दैन कि लेफ्ट भ्याल्यु हमेशा उयो सानो हुन्छ भनेर. यसमा चाहिँ अनसर्टेड म्यानर यता जतिमा हाल्दा हुन्छ मतलब यता अरे 320 यता 32 जस्ट लाइक अघि हामीले बेसिक डिफ्रेन्स हेऱ्यो कि बाइनरी सर्च ट्रीको लेफ्ट साइडमा चाहिँ हामीले हमेशा सानो भ्याल्यु हाल्नुपर्छ प्यारेन्ट नोडको अनि राइट साइडमा चाहिँ ठुलो भ्याल्यु हाल्नुपर्छ. अब बेसिक एउटा इक्जाम्पल हेरौँ जसलाई हामीलाई भ्याल्यु दिएको छ अरे 32 42 16 18 अनि 32. यसलाई अब बाइनरी सर्च ट्रीमा चाहिँ हामीले कन्भर्ट गर्नुपर्छ. जस्ट लाइक पहिला 32 इनिसियल भ्याल्यु जे छ त्यही चाहिँ प्यारेन्ट नोड हुन्छ 32. अब 42 हामी कम्पेयर गर्नुपर्छ कि यो प्यारेन्ट नोडभन्दा ठुलो छ कि सानो. जसलाई हामीले हेर्दैछ 32 चाहिँ 42 चाहिँ प्यारेन्ट नोडभन्दा ठुलो छ त्यो कारण त्यसलाई राइट साइडमा हाल्नुपर्छ. अब नेक्स्ट 16 हेरे 16 प्यारेन्ट नोडभन्दा सानो त्यसलाई लेफ्टपट्टि हाल्यो. बेसिकली सेम हेऱ्यो अब 18 32 भन्दा सानो लेफ्ट साइडमा गयो 16 भन्दा ठुलो मतलब त्यो 16 को चाहिँ राइट साइडमा गयो. सेम 32 सेम भ्याल्यु छ. अगर सेम भ्याल्यु छ भने चाहिँ हामीले जहाँमा हाल्दा हुन्छ लेफ्टमा हाल्दा हुन्छ राइटमा हाल्दा हुन्छ. अहिलेको लागि हामी लेफ्ट राइटमा हाल्छ. 32 सेम भ्याल्यु भयो यहाँ गयो 42 भन्दा सानो त्यो कारण चाहिँ लेफ्टमा गयो. यो चाहिँ बेसिक इक्जाम्पल हो बाइनरी सर्च ट्रीको. अनि बाइनरी ट्री र बाइनरी सर्च ट्रीमा चाहिँ कुन चाहिँ फास्टर हुन्छ भने त्यो हो बाइनरी सर्च ट्री. किनभने हामीले भर्खर हेऱ्यो कि बाइनरी सर्च ट्रीमा चाहिँ एउटा सर्टेड म्यानरमा चाहिँ डेटा स्टोर हुन्छ वेरएस बाइनरी ट्रीमा चाहिँ अनसर्टेड म्यानर यता ऱ्यान्डम भ्याल्यु जहाँसुकै जान्छ. अब यसको बाद हामी हेर्नुपर्छ बाइनरी सर्च ट्रीको एक दुईवटा अपरेसनहरू. फर्स्ट इज इन्सर्सन. इन्सर्सन मतलब हामीले डेटा कसरी चाहिँ हाल्छ एड. जस्तै इक्जाम्पल भर्खर पनि इक्जाम्पल हेरेको छ 32 14 16 18 19 यो हाम्रोमा दिएको छ अरे इनिसियल भ्याल्यु 32 प्यारेन्ट नोड भयो 14 32 भन्दा सानो हो त्यही कारण लेफ्ट साइडमा गयो. 16 32 भन्दा सानो हो लेफ्ट साइडमा गयो. 14 भन्दा ठुलो त्यही कारण त्यो राइट साइडमा गयो. 18 32 भन्दा सानो हो लेफ्ट साइडमा गयो. 14 भन्दा ठुलो हो राइट साइडमा गयो. 16 भन्दा ठुलो त्यो फेरि राइट साइडमा गयो 18. त्यही हेर्दै अझै 19 32 भन्दा सानो लेफ्ट साइड 14 भन्दा ठुलो राइट 16 भन्दा ठुलो राइट 18 भन्दा ठुलो राइट 19 एड भयो. सो यसले चाहिँ हामीले इन्सर्सन गर्छ डेटाहरू कसरी चाहिँ बाइनरी सर्च ट्रीमा इन्सर्ट गर्छ. अब यस्तै सेम चाहिँ अब डिलिसन हेर्नुपर्छ हामीले अर्को अपरेसन. अब हामी हेर्छ डिलिसन कसरी गर्छ. डिलिसनको अब तीनटा सिचुएसन हुनसक्छ. फर्स्ट सिचुएसन प्यारेन्ट विथ 0 चाइल्ड. अब प्यारेन्टको 0 चाइल्ड छ भने कसरी त्यसलाई डिलिट गर्नु. अर्को प्यारेन्ट विथ 1 चाइल्ड अनि सेम भएर प्यारेन्ट विथ 2 चाइल्ड. अब इक्जाम्पलको तर्फ हेरौँ जसलाई हामीले त लिएको छ 92 42 102 16
यता भेल्यु 142 यता ल्याएर हामीले 42 भन्दा ठुलो 50 ल यो अरे बेसिकली अब हामीलाई अगर 142 डिलिट गर्नु छ भने चाहिँ कसरी गर्नुपर्छ मतलब त्यो हो प्यारेन्ट विथ 0 चाइल्ड यसको कुनै चाइल्डै छैन यसमा चाहिँ हामीले डाइरेक्ट त्यो भ्यालुलाई हटाउँदा हुन्छ अनि नयाँ ट्री बनिन्छ 92 42 102 16 50 सिम्पल के गर्नु परेन बस त्यो भ्यालु हट्यो प्यारेन्ट विथ 0 चाइल्डमा चाहिँ अब हामी यही हेर्नु पर्छ प्यारेन्ट विथ 1 चाइल्ड प्यारेन्ट 1 चाइल्डसँग छ भने चाहिँ हामीले कसरी त्यसको लागि फेरि यता इक्जाम्पल बनायो भने 16 13 100 12 142 130 ल अब 142 भन्दा हामीले अब 142 डिलिट गर्नु छ अरे कसरी हुन्छ भने त्यो सिम्पली यसलाई हामीले यो हटाउन सक्छ डाइरेक्ट 142 हटाउनु भयो अनि नयाँ ट्री कस्तो भनिन्छ 16 100 13 12 अनि डाइरेक्ट यो जोसँग यो लिङ्क थियो अब यो भ्यालु त हट्यो अब डाइरेक्ट यसको यो चाइल्डसँग लिङ्क हुन्छ नि हुन्छ अनि कता जान्छ 130 ठुलो यता राइट साइडमा जान्छ अनि 130 अघि लेफ्ट साइडमा थियो तर त्यो पुरानो प्यारेन्टको त्योभन्दा सानो थियो नि त तर अब यो चाहिँ जुन नयाँ प्यारेन्ट छ त्योभन्दा ठुलो त्यो कारण राइट साइडमा जान्छ यो डिलिसन अफ नोड ह्याभिङ 1 चाइल्ड अब 2 चाइल्ड अब दुईटा चाइल्ड हुँदा चाहिँ के गर्नु पर्छ यसमा हामीले बेसिकली इक्जाम्पल म यता थपिदिन्छु यता हामीले आएर 15 प्यारेन्ट ह्याभिङ 2 चाइल्ड अब यसमा चाहिँ कसरी डिलिट गर्नु यसको लागि चाहिँ हामीले अब ट्राभर्सल गर्नुपर्छ यसको लागि चाहिँ हामीले अब ट्राभर्सल हेर्नुपर्छ ट्राभर्सल 3 तरहको हुन्छ ट्राभर्सल एउटा हो इन अर्डर अर्को हो प्री अर्डर अर्को हो पोस्ट अर्डर यो दुईटा चाहिँ हामी बादमा हेर्नुपर्छ अहिलेको लागि इन अर्डर हेर्नुपर्छ कि इन अर्डर हामीलाई यसमा यो डिलिसनमा चाहिन्छ इन अर्डर ट्राभर्सलको रुल चाहिँ हो LNR मतलब यो के हो लेफ्ट नोड राइट इक्जाम्पल फर्स्ट हामी प्यारेन्ट नोडमा जान्छ प्यारेन्ट नोडको पहिला के हुन्छ LNR मा लेफ्टपट्टि जानु लेफ्टपट्टि गयो अब यसको पनि त LNR छ यसको पनि लेफ्टपट्टि गयो LNR L यसको पनि लेफ्टपट्टि छैन भ्याल्यु त्यसको बाद के छ नोड मतलब प्रिन्ट गर्नु प्रिन्ट 12 यता 12 प्रिन्ट गर्यो अब राइटपट्टि को छ छैन रिटर्न भयो यसको पनि नोड प्रिन्ट गर्यो अब 13 राइट कन्टिन्यू गर्दा यसको राइटपट्टि छ 15 अब यसको पनि LNR हुन्छ लेफ्टपट्टि छैन त्यसको नोड 15 प्रिन्ट गर्यो अनि राइटपट्टि पनि छैन त्यसलाई रिटर्न गर्यो यसको पनि अब रिटर्न गयो नोड 16 अब 16 प्रिन्ट गर्यो अब लेफ्ट सक्यो यसको नोड पनि सक्यो प्रिन्ट बन्द भयो 16 अब राइटपट्टि 100 यसको लेफ्टपट्टि छ छैन 100 नोड 100 नि अर्को अघि यो त हामी डिलिट गरेको थियो त्यसलाई डाइरेक्ट 130 अब उब्ल्यो सो बेसिकली यो हो इन अर्डर ट्राभर्सल बेसिकली हेऱ्यो भने इन अर्डरमा चाहिँ एसेन्डिङ अर्डरमा हुन्छ मतलब सानोदेखि ठुल्ठुलो अब यसमा डिलिसन कसरी हाल्नुपर्छ भने ल हामीलाई अब सपोज 13 डिलिट गर्नु छ अरे 13 डिलिट गर्नु सक्छ तर त्यसको बाद को चाहिँ योसँग जोडिन्छ त्यसको लागि चाहिँ हामीले चाहिँ कि त त्यो 13 को बादको प्रिडिसर कि त सक्सेसर हेर्नुपर्छ अहिलेको लागि हामी सक्सेसर कसरी चाहिँ यसले काम गर्छ मतलब सक्सेसर हेऱ्यो हामीले डिलिट गर्नु छ 13 को सक्सेसर को 15 त्यसमा 15 चाहिँ अब नयाँ प्यारेन्ट नोड हुन्छ अनि त्यसको इक्जाम्पल हुन्छ 16 15 अनि यसको अब 12 सानो 12 यता 100 यता 130 अघि डिलिट भएर यो चाहिँ हामी अब यसरी प्रिन्ट गर्छौँ
ल अब यसमै चाहिँ हामीले अगर 16 डिलिट गर्नु छ भने चाहिँ के हुन्छ अब अगर हामी 16 डिलिट गर्नु छ भने डिलिट गरे 16 को सक्सेसरको 100 मतलब 100 चाहिँ नयाँ प्यारेन्ट नोड हुन्छ। प्यारेन्ट नोड भएर कस्तो हुन्छ नयाँ ट्री भने 100 प्यारेन्ट नोड हुन्छ 130 15 12 यो हुन्छ अगर हामीले 16 डिलिट गर्नु किन 16 को सक्सेसर हो 100 त्यो कारण 100 चाहिँ नयाँ प्यारेन्ट नोड भयो। अब हामीले बाइनरी सर्च ट्री को अपरेसन्सहरु हेरिसक्यो अनि इन अर्डर ट्राभर्सल पनि हेर्यो। अब हामी हेर्नुपर्छ प्री अर्डर ट्राभर्सल अनि पोस्ट अर्डर ट्राभर्सल। अब हामी हेरौँ प्री अर्डर यसमा चाहिँ फर्मेट हुन्छ NLR मतलब नोड लेफ्ट राइट। एउटा ट्री बनाइदियौँ हामी 100 12 15 6 110 105 ल अब यता हेर्यौँ हामी NLR नोड लेफ्ट राइट NLR बेसिकली यसमा अब हामीले पहिला नोड मतलब प्रिन्ट गर्नु पर्यो मतलब 100 आइहाल्यो यता लेफ्टपट्टि गयो यसको पनि अब NLR छ यसको पनि नोड प्रिन्ट गर्यो 12 यसको फेरि लेफ्टपट्टि गयो अब L यसको पनि नोड प्रिन्ट गर्यो 16 छ अनि लेफ्टपट्टि गयो छैन N सक्यो L पनि सक्यो R राइटपट्टि पनि छैन ब्याक आयो अब यसको राइटपट्टि गयो यसको पनि अब NLR छ N नोड पहिला प्रिन्ट गर्नुपर्छ 15 लेफ्टपट्टि छैन राइटपट्टि छैन यसको ब्याक गयो यसको पनि ब्याक गयो नोड सक्यो यसको अब लेफ्ट पनि सक्यो अब राइटमा गयो 110 नोड पहिला प्रिन्ट भयो लेफ्टपट्टि जानु ट्राई गरे छ 105 राइटपट्टि छैन लेफ्टपट्टि छैन राइट पनि छैन लेफ्ट राइट छैन सक्यो यो हो प्री अर्डर ट्राभर्सल। यस्तै हुन्छ अब पोस्ट अर्डर ट्राभर्सल यसको फर्मुला हो LRN लेफ्ट राइट नोड यही ट्रीमा हेरौँ 100 12 6 15 110 105 अब हुन्छ यसमा LRN पहिला लेफ्टपट्टि गयो प्यारेन्ट नोडको लेफ्टपट्टि गयो यसको पनि LRN पहिला लेफ्टपट्टि गयो यसको पनि LRN लेफ्टपट्टि जानु खोज्यो छैन R राइटपट्टि जानु खोज्यो छैन N नोड अब 6 प्रिन्ट भयो ब्याक आयो यसको L पट्टि गयो R राइटपट्टि गयो यसको पनि L पट्टि जानु ट्राई गरेको छैन लेफ्टपट्टि राइटपट्टि जानु खोज्यो छैन नोड लास्टमा यो प्रिन्ट भयो अनि रिटर्न भयो लेफ्ट पनि सक्यो राइट पनि सक्यो लास्ट नोडमा चाहिँ नोड यो प्रिन्ट भयो अब ब्याक आयो यसको लेफ्ट सक्यो अब राइटपट्टि गयो यसको अब LRN छ भने LRN लेफ्टपट्टि जानु ट्राई गरेको छ यसको पनि LRN लेफ्टपट्टि जानु ट्राई गरेको छैन राइटपट्टि छैन नोड 105 यसको अब फेरि रिटर्न भयो नोड सकेर यता माथि भयो राइटपट्टि जानु ट्राई गरेको छैन नोड 110 अनि फेरि रिटर्न भयो यसको लेफ्ट पनि सक्यो राइट पनि सक्यो अब नोड 100। सो बेसिकली यो तीनटा हो ट्राभर्सलको एल्गोरिदमहरु। सो बेसिकली हामीले अहिले जानेको छ बेसिक अपरेसन्स इन बाइनरी सर्च ट्री डिफरेन्स बिट्विन बाइनरी ट्री एन्ड बाइनरी सर्च ट्री एन्ड ट्राभर्सल मेथड्स। सो थ्यांक यू।